शरीरम कष्टम महापापम। म अहिले मोरङ जिल्लाको उर्लाबारी नगरपालिका वडा नम्बर 4 जुन भानु प्रावि स्कुल नजिक छु। यो ठाउँमा म सुन्दर हरैचा नगरपालिकाको नागरिक, हाम्रो सुन्दर हरैचा नगरपालिकाको वडा नम्बर 4 को नागरिक, हाम्रो जीवन दर्जीलाई खोज्दै आजभन्दा करिब 6 पटक मैले खोजे, भेटिएको थिएन र आज 7औं पटकमा यो उर्लाबारी भन्ने ठाउँ, उर्लाबारी नगरपालिका मोरङ जिल्लाको क्षेत्र नम्बर 1 यो वडा नम्बर 4 भानु प्रावि स्कुलकै नजिक एउटा बस्तीमा छु। यो बस्तीमा हाम्रो नगरको नागरिक भेटिए मलाई खुसी लागेको छ। तपाईहरुलाई मैले जानकारी गराएँ। केही अगाडि म र पत्रकार मेरो मित्र केदार नेपाल जुन त्यो ठाउँमा गइएको थियो र त्यतिखेर मान्छे फेला परिएन र अर्को पटक म 2 पटक गएँ, त्यतिखेर पनि फेला पारिएन र अर्को पटक मैले दिनेश साथीलाई लगे, मेरो मित्र, उसँग जाँदाखेरि र त्यतिखेर पनि फेला परेन र हाम्रो जनप्रतिनिधि जो सुन्दर हरैचा नगरपालिकाको जनप्रतिनिधि, सुन्दर हरैचा नगरपालिका वडा नम्बर 5 को वडा सदस्य आदरणीय इन्दिरा देवी चापागाई र म स्वयं व्यक्तिको धेरै टाढाको आफन्त को घरमा हामी पुगिसकेपछि हामीले विस्तृत कुरो जानकारी लियौं। त्यो ठाउँमा जानकारी लिइसकेपछि हामीले जुन मान्छे, जुन बिरामी मान्छे, जुन त्यस्तो मानसिक त्यस्तो अप्ठ्यारोमा भएको मान्छे उद्धार गर्नुपर्छ, हाम्रो मानवताको हिसाबले एउटा मानवीय उद्धार गर्नुपर्छ, मानवीय सहयोग हुनुपर्छ भन्ने अभिप्रायले मैले खोजिरहेँ र खोज्न सफल भए। जहाँ यो ठाउँमा भेटे, यो ठाउँमा भेटिसकेपछि, जानकारी पाइसकेपछि म अहिले बिहानै 4 बजी उठेर सुन्दर हरैचा नगरपालिका इटरीको सिमाना वडा नम्बर 5 मा रहेको म घरबाट 4 बजी उठेर यो ठाउँ आएँ। बेलबारी नगरपालिका पुरै पार, सुन्दर हरैचा नगरपालिका 14 किलोमिटर पार गरेर उर्लाबारी नगरपालिकामा छु अहिले म। तपाईहरुलाई लाइभबाट बिहानै जानकारी गराएँ र यो ठाउँमा मान्छे भेटिएको छ। यो मानवताको हिसाबले हाम्रो सुन्दर हरैचा नगरपालिका वडा नम्बर 5 मा जुन एउटा त्यस्तो ठाउँ छ, त्यहाँ अहिले हामीले त्यस्तो मानिसहरूलाई संरक्षण गर्ने व्यवस्था गरिएको छ। त्यसको लागि यो कुरो विस्तृत रूपमा बुझिसकेपछि मलाई त्यहाँको जनप्रतिनिधि आदरणीय इन्दिरा देवी चापागाईले भनिसकेपछि म अहिले विशेष लाइभबाट हाल्दैछु र हामी यहाँबाट त्यहाँ मान्छे लिएर आउँदैछौँ। यदि लाइभ हेर्दै हुनुहुन्छ भने तपाईले यो लाइभ शेयर गरिदिनु होला र उहाँलाई पनि जानकारी होस् हामी त्यो ठाउँमा आउँदैछौँ। अब कस्तो मान्छे को हो, कहाँ भन्ने कुरो होला, तपाईलाई मैले विस्तृत रूपमा को मान्छे के हो कस्तो भन्ने कुरो तपाईलाई मैले विशेष यो लाइभबाट देखाउने छु र जानकारी गराउने छु। अब मैले यहाँ तपाईलाई जानकारी गराएँ, मैले भनिसके म अहिले पथरी क्रस गरेर, बेलबारी क्रस गरेर उर्लाबारी नगरपालिकामा छु र मान्छे यो अवस्थामा भेटिएको छ, तपाईले देख्न सक्नुहुन्छ। र यो जुन उहाँ हुनुहुन्छ यी यहाँ बसिराख्नु भएको छ, तातो पानी खाँदै हुनुहुन्छ। माइक पनि मैले दिइसकेको छु, उहाँले भाषण गर्छु भनेर मेरो माइक माग्नु भएको छ। भाषण गर्न आउँछ नि तपाईलाई? ल भाषण गर्नुहोस् त। ल यहाँ अनु गरिदिन्छु। स्टार्ट। ल स्टार्ट भन्नु। ल भाषण गर्नुहोस्। तपाईको नाम? म जीवन हो। मेरो मालदाजु आउनु भएको छ। यहाँ साथी आउनु भएको छ। म तपाईको साथी हैन? यहाँ काकाको घरमा बसिएको छ। अब हामी कता जाने भन्नुहोस्? अब हामी जाँदैछौँ। अब हामी न्युयोर्क जानुपर्छ। न्युयोर्क हैन? यहाँ टिमुर पानी खाँदैछु म है। टिमुर पानी खाँदै हुन्छ? हजुर। खोइ मलाई दिनु भएन त। अनि टिमुर पानी मलाई दिनु भएन त? उता बुहारीले दिनु हुँदैछ। यो दानामाला कहाँबाट लाउनु भयो? कहाँ जानुभयो अरे तपाईँ? म बरा क्षेत्र पुगे, पाथिबारा पुगे, पाथिबारा बरा क्षेत्र पुग्नुभयो? रनकाली बनकाली भएर खोज्नु परेको मलाई। तपाईलाई माइक जो सुहाउँदो रहेछ। अहिले त पहिला नेता गर्नुहुन्थ्यो कि तपाईँ? म नेता होइन त, भव्य वीरताबाट वडा अध्यक्ष चाहिँ जितेको। ए वडा अध्यक्ष जित्नुभयो? गुड। कुन पार्टीबाट जित्नुभयो? म माओवादी, कांग्रेस, एमाले,
माओवादीबाट ए माओवादीबाट जित्नु भएछ। ल ठिक छ, तपाईँलाई बधाई छ। वडा अध्यक्ष पनि जितिसक्नु भएको छ, देखिहाल्नुभयो तपाईँले पूर्व वडा अध्यक्ष। अब भेट्टाइयो मलाई। अब भेटाइयो होइन? हजुर अब भेटाइयो, उहाँलाई सुरक्षित साथ। अब के माछाको दाल खाने होला जाडोमा होइन? के कुन दाल मिठो हुन्छ अरे तपाईँलाई? अब कुनै पनि पर्दैन दाल होइन, दाल जे पाक्छ त्यही खानुपर्छ। ए जे पाक्छ त्यही खाने हो? हजुर ए सुनिहाल्नुभयो। अरू केही छ तपाईँलाई भन्नुपर्ने? अरू केही पनि छैन मलाई। हामी रमाइलोसँग बस्छौँ नि होइन? एकदम रमाइलो। हामी रमाइलोसँग बाँच्छौँ, रमाइलोसँग बस्छौँ। तपाईँको चाहिँ माला पनि राम्रो छ, केस पनि चट्ट अहिले मिथुन चक्रवर्तीको जस्तो भएको छ टक्कसँगले होइन? चट्ट केस पाल्ने कि काट्ने? यसलाई पाल्ने हो। पाल्ने, मिथुन बन्नुपर्छ होइन? एकदम हाम्रो दाइ ट्याक्कसँगले यहाँ मिथुन बन्दै हुन्छ। हामी चट्ट हामी सुन्दर हरिचा नगरपालिकामा आउँदैछौँ। हाम्रो इन्दिरा देवी चापागाई जनप्रतिनिधि हुनुहुन्छ, उहाँले चाहिँ विशेष गरी उहाँ ख्याल गर्नुभएको छ। उहाँले धेरै खोज्ने प्रयास गर्नुभएको थियो र उहाँ र म अस्ति गयौँ उहाँको घरमा पनि। र आज हामीले यहाँ यसरी फेला पारियो। म अहिले उर्लाबारीमा छु, उर्लाबारीको वडा नम्बर 4 भानुमावि छेउमा। केही छ तपाईँलाई बोल्नुपर्ने? अरू भन्नुहोस् है। भयो अब थाक्नुभयो? ल उहाँ थाक्नुभयो। हजुर पानी कम भयो? भइगयो भन्नुभयो। उहाँ माता अलिकति बाबा पनि हो, पहेँलो पनि लाउनु भएको छ, दानामाला पनि लाउनु भएको छ, चिनिहाल्नुभयो। मैले तपाईँलाई जानकारी गरेँ। हामी सुन्दर हरिचा नगरपालिकाको जुन सुन्दर हरिचा नगरपालिकामा हामी आउनेछौँ र अहिले म तपाईँलाई जानकारी गराएँ। म बिहानै 4 बजी यहाँ मान्छे, हाम्रो सुन्दर हरिचा नगरपालिकाको मान्छे हराइसकेपछि मलाई जुन जानकारी गराउनु भयो, मेरो सहयोग माग्नुभयो र म यहाँ 6 पटक उहाँलाई खोज्नको लागि विभिन्न ठाउँमा पुग्यो, कहीँ भेटिएन। तर आज उर्लाबारीमा आएँ म। यो उर्लाबारीमा आइसकेपछि उहाँलाई भेटेँ, खुसी लाग्यो। उहाँ चाहिँ मजाले हुनुहुन्छ। हामी आउँछौँ। यो अफ गरौँ कि अन गरौँ? केही छैन, गीत गाउनु कुनै छ? म गाएको ल हामीले यहाँ फेला पारियो, तपाईँलाई मैले जानकारी गराएँ होइन? यहाँ हामी आएको छौँ र हामी त्यो ठाउँमा हामी आउनेछौँ। सुन्दर हरिचा नगरपालिकामा हामी आउनेछौँ। यो उर्लाबारीबाट हामी अब लगभग यहाँबाट हिँड्छौँ। तपाईँलाई मैले जानकारी गराएँ। जुन हराएको सुन्दर हरिचा नगरपालिकाको नागरिक हराइराख्दाखेरि खोज्नको लागि मैले तपाईँलाई जानकारी गराएँ। विभिन्न ठाउँमा अगाडि मेरो मित्र केदार नेपाल पनि पुग्नु भएको थियो र म पनि पुगेको थिएँ। तर हामीले जुन व्यक्ति आफन्त नजिक टाढाको कोहीसँग सम्पर्क र समन्वय नगरिकन सामाजिक सञ्जालमा आउनु हुँदैन भन्ने कुरो मलाई यो कुरो थाहा भएर तपाईँहरूसँग स्वीकृति प्रमोसन र अधिकार लिइसकेपछि अहिले तपाईँलाई मैले जानकारी गराएँ। हामीले विस्तृत रूपमा हामीले जीवन दर्जीलाई, जीवन परिवारलाई हामीले भेटेका छौँ, यो जानकारी गरायौँ। र हामी अहिले उर्लाबारी नगरपालिका वडा नम्बर 4 मा छौँ र यहाँबाट हामी सुन्दर हरिचा नगरपालिका केही समयमा आउनेछौँ र यसको व्यवस्था गर्नको लागि आदरणीय इन्दिरा चापागाई वडा सदस्य जनप्रतिनिधि हुनुहुन्छ, उहाँले सम्बन्धित ठाउँमा हामीले व्यवस्थित गर्नुपर्छ भनेर जुन भन्नुभएको थियो र हामी हिजो ठाउँमा पुगेको पनि थियौँ। यसको लागि मानव उद्धारको लागि, मानवीय सहयोगको लागि हामी सबैले सहयोग गर्नुपर्छ भन्दै म विशेष लाइभबाट अहिले बिदा चाहन्छु। हस्, धन्यवाद, नमस्कार।